नमस्ते है। आज म तपाईँहरूको अगाडि यो भिडियो बनाउनु गइरहेको छु होइन। मेरो एउटा सोच है र कसैले अन्यथा नराम्रो नलिनु होला होइन। पहिलाबाटै माफी चाहन्छु होइन। नराम्रो अब नसोचिदिनु होला। अब नराम्रो भयो अब मैले मेरोबाट केही नराम्रो तपाईँलाई लाग्यो भने म माफी चाहन्छु है। म अघि बजार घुम्दै गर्दा चाहिँ मैले के देखेँ भने केसीको अगाडिपट्टि एउटा बिमारीका लागि डोनेसन उठाउँदै रहेछ होइन। म सधैँ देख्छु अब बजार अब यहीँ बसेर बजारमा जाँदा सधैँ देख्छु कति बेला गीत गाएर आएर डोनेसन उठाइरहेको हुन्छ बिचरा। त्यो कोही बेला त्यो पानी झरीमा पानी पर्छ, कोही बेला उठ्छ उठ्दैन होइन। बिचरा फेरि यत्रो टाढोबाट आउँछ, अब दिनभरि बस्दा भोक पनि लाग्छ, खाजा खानु पऱ्यो होइन। फेरि हामी नेपालीहरू हो, हामी नेपालीको आर्थिक अवस्था त्यति राम्रो पनि छैन। फेरि हामी कसैले गएर लु 10,000 लिनुहोस् 5,000 लिनुहोस् भनेर दिनु पनि सक्ने नै सक्छ। अब हामी जस्तो मान्छेले दिनु सक्दैन है। मेरो चाहिँ के भने अघि त्यो बिमारी देखेँ, त्यो त्यहाँ उठाउँदै गरेको देखेर मेरो दिमागमा चाहिँ के आयो भने हामी एउटा ग्रुप बनाउनु सक्दैन अब, जसमा कि दार्जिलिङ, कालिम्पोङ, खरसाङ, मिरिकबाट हामी एउटा ग्रुप बनायो होइन। जसमा कि जति बेसी भयो त्यति राम्रो। मेरो हिसाबमा चाहिँ 1 लाखहरू भयो भने झन् राम्रो। त्यो ग्रुप बनायो भने चाहिँ कसै बिमारी छ भने चाहिँ त्यो ग्रुपबाट हामी सिधै 10 रुपियाँ मात्रै, 10 रुपियाँ त हामी दिनु सक्छौँ नि होइन। महिनामा 5 पल्ट 6 पल्ट पनि दिनु सक्छौँ नि है। 1 लाख भयो भने चाहिँ मेरो सोच है, अब तपाईँलाई कस्तो लाग्छ। 1 लाख भयो भने चाहिँ हामीले अब 1 लाख भयो भने 10 रुपियाँले हामी 10 लाख हुँदैछ है। कसैलाई सहयोग गर्नु सक्छौँ या आफ्नै अब कोही हाम्रै आफन्तहरूमा कोही बिमारी भइहाल्यो भने हामी लगेर टक्क नर्सिङ होममा लगेर राखिहाल्नु सक्दैनौँ। बहुत सोच्नुपर्छ, हामीलाई सोच्नुपर्छ नर्सिङ होमको खर्च कति लाग्छ के लाग्छ हामी लाग्नु सक्दैन। 10 पल्ट सोच्नुपर्छ हामीले नर्सिङ होममा राख्नुभन्दा अगाडि। त्यही कारण मेरो सोचाइ चाहिँ त्यो हामी त्यो ग्रुपमा 1 लाखहरू भयो भने चाहिँ है हामी 10 रुपियाँले 10 लाख उठ्छ होइन। त्यही चाहिँ हामी दिनु सक्छौँ नि। त्यो 10 रुपियाँले उसलाई 10 लाख उठ्यो भने त्यो बिमारीलाई लगेर दियो भने निकै सहयोग हुन्छ है। मेरो विचार चाहिँ हफ हो। जस्तै हामी धनी छैनौँ, मैले भनिहालेँ त हामी धनी छैनौँ है। जति ग्रुपमा बेसी हुन्छ त्यति नै। र अब यो कुरा चाहिँ कसरी गर्छ मलाई चाहिँ आइडिया छैन है। अलिकता जान्ने मान्छे बुद्धिजीवी मान्छे छ भने चाहिँ यो कुरा हुन्छ भने चाहिँ अगर लु गरौँ। त्यसमा म पनि म मात्रै होइन हामी सबै भयो भने झन् राम्रो। मैले भने 1 लाखभन्दा बेसी भयो भने झन् राम्रो। 10 रुपियाँ त हामी दिनु सक्छौँ नि होइन। 10 रुपियाँले 1 लाख हुन्छ, 10 लाख हुन्छ। त्यो 10 लाख रुपियाँ त्यो बिमारीलाई दियो भने त त्यो बिमारीको पनि त आँट आउँछ कि म नर्सिङ होममा लान्छु देखाउँछु भन्ने है। अब पैसा छैन नर्सिङ होममा लाने आँटै त आउँदैन हो। लु अब कोही जान्ने मान्छे यो विषयमा यो पैसा कसरी उठ्छ राख्नु, कसरी उठ्छ ब्याङ्कमा कसरी राख्नुपर्ने हो भयो भने चाहिँ यो कुरा चाहिँ गरौँ न प्लिज है। हामी कतिलाई हेल्प हुन्छ त्यो 10 रुपियाँले है। कसैले सक्छ भने चाहिँ यो कुरा हुन्छ पक्कै हुन्छ भने चाहिँ लु गरौँ न प्लिज है। अब मैले भनिहालेँ त मेरो दाजु अस्ति अब बितेर गयो होइन। त्यत्रो 1.5 महिना जस्तो नर्सिङ होममा राख्यो है। अब फर्स्ट स्ट्रोक आयो होइन। सेकेन्ड स्ट्रोक आउँदा त झन् खत्तमै भएर गयो होइन। अब पछि फेरि डक्टरले भन्छ फेरि 6 महिना बाद भन्छ कि ब्रेनमा पानी छ अपरेसन गर्नुपर्छ। 6 महिना बाद हेर्नुहोस् त्यत्रो पैसा नर्सिङ होममा दिइसक्यो लास्टमा 6 महिना बाद चाहिँ अपरेसन गर्नुपर्छ भन्छ। हाम्रोमा अब मेन प्रब्लम त हाम्रोमा यो थिएन हो र हामीले गर्नु सकेनौँ। र मेरो दाजु त्यत्तिकै बितेर गयो होइन। र यस्तो चाहिँ अरूलाई नहोस् होइन। अरूलाई झट्टभन्दा झट्ट त्यो पैसा रुपियाँ पाओस्। र हामीले 10 रुपियाँ त एकपल्ट दुईपल्ट त दिनु सक्छौँ नि। एउटा बिमारीलाई पनि 2 पल्ट दिनु सक्छौँ नि होइन। अगर हुन्छ भने चाहिँ लु प्लिज म तपाईँलाई हात जोडेर भन्छु एउटा लुको अलिक जान्ने मान्छे अलिकता यस्तै दुःख सुखमा साथ दिने मान्छे को अलिक बुद्धिजीवी छ उसले चाहिँ लु एउटा राम्रो भिडियो बनाएर एउटा ग्रुप बनाऊँ है। 10 रुपियाँ गरेर उठाउँ न ल। कसै हाम्रो बिमारीहरू चाहिँ कसै हाम्रो दार्जिलिङको नेपालीहरू चाहिँ पैसाको कारणले गर्दा चाहिँ यताउति नहोस् न, बितेर नजाओस् न। पैसा नपुगेर बितेर गयो भन्ने चाहिँ नहोस् न लु प्लिज लु।